दर्शकवृन्द मेरो भिडियोमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। अहिले चाहिँ मसँग एकजना हजुरबा हुनुहुन्छ र उहाँसँग म केही अन्तरङ्ग कुराकानी गर्न लागिरहेको छु र भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु। हजुरबा नमस्ते। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। अनि कति वर्ष पुग्नुभयो अहिले? अहिले म त 78 हौ। 78 वर्ष पुग्नुभयो? 78 हिँड्दैछु। ओहो, अनि 78 वर्ष पुगेर पनि तगडा हुनुहुन्छ त। अब तगडै हुनु पर्यो नि, के गर्नु। कस्तो राम्रो है। अनि यहाँको जन्म कहाँ भएको? मेरो भनेको इलाम सागफारा दशमी। इलाम सागफाराको दशमी भन्ने ठाउँमा हजुरको जन्म भएको होइन? अनि त्यही सागफारामै तपाईँको बाल्यकाल पनि उतै बित्या हो? होइन, म पाँचथरपट्टि पिताहरू पाँचथर जानुभएछ। अनि पाँचथरपट्टि बसेको उता कन्याटार भन्ने ठाउँमा। हजुर, कन्याटारतिर बस्नुभयो होइन? अनि म तपाईँलाई थोरै बाल्यकालतिरको कुरा सोध्न चाहन्छु है त। ल, तपाईँ नि सानो उमेरमा एउटा 10 वर्षसम्मको उमेरसम्ममा चाहिँ तपाईँको एउटा बाल्यकालमा चाहिँ के हुन्छ भने एउटा चञ्चले स्वभाव हुन्छ होइन? कोही चाहिँ कम बोल्ने पनि हुन्छन् होइन? हजुरको चाहिँ स्वभाव कस्तो थियो? अब मेरो त साथीभाइसित हेलमेल गर्ने थियो। अब दाइभाइ साथीहरू थिए। अब आइज यता भन्थे। के गर्नुहुन्थ्यो? अनि त्यहाँबाट के गर्नुहुन्थ्यो त्यतिखेर? के गर्नुहुन्थ्यो? स्कुल जाँदाखेरि बाटोमा खेलेर स्कुल नपुगिकन घुरिन्थ्यो। हजुर, त्यस्तो पनि हुन्थ्यो? त्यस्तो पनि हुन्थ्यो। साथीहरूसँग चाहिँ स्कुल जानुहुन्थ्यो अनि नपुगिकन फर्किनु पनि हुन्थ्यो है? अनि नि अनि त्यो बाल्यकालमा चाहिँ साथीहरू तपाईँहरूसँग खेल्ने साथीहरू पनि थुप्रै थिएला नि त स्कुल जाँदाखेरि होइन? पढ्ने साथीहरू को चिन्नुहुन्छ, को सम्झिनुहुन्छ अहिले? नाम अहिले त अमृत एकजना राई मङपाङ। हजुर। तिलक भन्ने स्वर्ग भइसक्यो। हजुर। अनि अर्को अमर भन्ने विदेशतिर फाँसिएर त्यो हरायो। हजुर। हजुर। अनि अरू गोपाल घिमिरे। हजुर। टिका घिमिरे। हजुर। यिनै हो न मेरो साथीहरू। धेरै साथीहरू चाहिँ अहिले कता कता हुनुहुन्छ उहाँहरू? अहिलेहरू कोही दमक छन्। एकजना त्यो गोपाल भन्ने शिखर कटेरी, टिका भन्ने दमक। अनि ती अरू साथीहरू अमृतहरू भन्ने चाहिँ माथि पाहाडमै छ अमृत। मङपाङ हो। अहिले साधुको भेष लिएर ऊ हजुर हजुर यसो पाठ पूजा गर्छ, कुटीमा बस्छ। अनि नि अब स्कुल पढ्न जाँदाखेरि चाहिँ साथीहरूसँग कहिलेकाहीँ यसो झै झगडा चाहिँ हुन्थ्यो कि हुन्थेन? झै झगडा त त्यति गर्दैनथ्यौँ हौ। अलिअलि हुन्थ्यो होला नि बाटोमा। फेरि एकछिनमा मेल भइहाल्थ्यो। मेल भइहाल्थ्यो है? हो। अनि त्यसपछि तपाईँले अघि स्कुल पढ्न जान्थेँ भन्नुभयो, कतिसम्म पढ्नुभयो? मैले त कक्षा 2। 2सम्म पढ्नुभयो? कक्षा 2 पनि फेल। ए, 2मा पनि फेल गर्नुभयो? फेल गरेँ। स्कुल टाढा थियो? स्कुल टाढै थियो। 2 घन्टा झन्डै लाग्थ्यो त स्कुल जानलाई। अनि त्यो बाल्यकालमा चाहिँ के गर्नुहुन्थ्यो? घाँस काट्ने, दाउरा काट्ने, गाई भैँसी चराउने, गोठालो। अनि कति थिए गाई बस्तु त्यतिखेर चाहिँ? 7 मुठसम्म भैँसी पालियो। तपाईँको बुवाको पालामा? बुवाको पालामा 7मा पाल्नुहुन्थ्यो? बाख्रा त्यति पालिएन, गाई गोरु धेरै पालियो। गाई गोरु धेरै पाल्यो 12, 14, 15वटासम्म भयो गाई गोरु। अनि त्यति बेलाको त्यो दही घिउ चाहिँ कहाँ बेच्न लानुहुन्थ्यो? त्यति बेलाको त हामीहरूको त घिउ बेच्नु पर्ने त मधुमला। मधुमला। ए, तपाईँको हाटै मधुमला हो? त्यहाँबाट नि हो। कति दिनमा आइपुग्नुहुन्थ्यो यहाँ मधुमलामा? हाम्रो त आइतबार बिहान हिँड्यो भने बेलुका आइतबार यति बेला मधुमला आइन्थ्यो। अनि घरमा भारीसित चाहिँदैन थियो, रितो चाहिँ। अनि त्यो घरमा चाहिने मरमसला भयो, तेल भयो होइन, लुगा कपडा किन्नलाई चाहिँ तपाईँहरू मधुमला आउनुहुन्थ्यो? मधुमला। बाफ्रे है। अनि अब हजुरले बिहे चाहिँ कति सालमा गर्नुभयो? मैले बिहे गरेको त 39 सालमा। 39 सालमा बिहे गर्नुभयो? मागी गर्नुभयो कि भागी गर्नुभयो त? मागेर गर्नुभयो? ए, तपाईँको पालामा नि उतिखेर नि कति वर्षमा बिहे गर्नुभयो हजुरले? मैले? हजुर 36 लाग्दा। 36 लाग्दा बिहे गर्नुभयो? होइन, यहाँ त पुराना चाहिँ पुस्ताकारले त धेरै जसोले चाहिँ सानैमा बिहे गर्थे अरे होइन? तपाईँको 7 वर्ष 8 वर्ष भएपछि बिहे गर्ने चलन थियो अरे होइन? तपाईँले त 35 वर्ष किन ढिलो चाहिँ किन भयो त्यसरी? मेरो चाहिँ त्यो टिपन हेर्नुपर्ने अरे, जुराउनु पर्ने अरे, अनि नहेराइ नहुने अरे। ज्योतिषलाई हेराउँदाखेरि 35 पुगेर 36 नलागी तेरो घर जाम हुँदैन, ठोकै गरेँ। हजुर हजुर। 35 पुगेर जब 36 लाग्यो अनि मेरो घर जाम भयो। ए, त्यो चाहिँ हात हेराउँदाखेरि चाहिँ नि
पुरोहितले 36 वर्ष पछाडि मात्रै गर्नुपर्छ भनेपछि हजुर त्यही अनुसारले गर्नुभयो। हाम्रो टिप्पण सुत्तिका बनाएको हुन्छ नि, ए सुत्तिका हेर्दाखेरि ए ए अनि बिहे गर्दाखेरि चाहिँ के गरेर आफै मन परापर गरेर ल्याउनु भयो कि मागी गरेर? माग्न गइयो अनि त्यहाँबाट बरियात गरेर ल्याइयो। ए कति वर्षको हुनुहुन्थ्यो उहाँ चाहिँ? तपाईँ 36 वर्ष हुनुहुन्थ्यो भने अहिले म भन्दा 15 वर्ष 17 वर्ष कान्छी मेरो बुढी। ए 17 वर्ष कान्छी ल्याउनु भयो होइन? ए अनि अहिले छोराछोरी कतिजना भए, कता कता हुनुहुन्छ? मेरो त 3 बहिनी छोरी, हजुर 3 भाइ छोरा। ए 3 बहिनी कता कता हुनुहुन्छ? जेठो छोरो कता हुनुहुन्छ, माइलो छोरो त्यो पनि भनिदिनुहोस् न। अनि जेठी छोरी हेमन्तको श्रीमती, हजुर माइली छोरी अहिले मालदिप छ, हजुर नेपाललाई दिएको छ यहाँ दमक। हजुर कान्छी छोरी विराटनगर छ। दिन चाहिँ यता धनकुटा कुरुले त्यहाँ दिएको हो कान्छी छोरी। हजुर अहिले बसाइ चाहिँ जागिरले गर्दाखेरि विराटनगर छ। ए विराटनगर हो कान्छी छोरी। ए अनि नि त्यो पहिला चाहिँ नि त्यो उमेरमा होइन, अब हाट बजारहरूमा चाहिँ नि जाँदाखेरि मानिसहरू चाहिँ नि त्यहाँ जुवारी खेल्ने, गीत गाउने त्यस्तो हुन्थ्यो कि हुन्थेन? हामीले त त्यो त गऱ्यौँ न। होइन देख्नुभयो देख्नु भने त्यस्तो? लिम्बूहरूको चाहिँ देखियो नाच्ने, हजुर खेल्ने। अनि उनीहरूको उता अहिले पनि छ नि त्यो त, अझै पनि छ है? अहिले पनि छ नि। हजुर हजुर अनि तपाईँलाई चाहिँ नि उतिखेर तपाईँ कतिको गीतहरू गाउने यस्तो उस्तो कतिको रहस्य हुनुहुन्थ्यो? गाउने चाहिँ नि अब म क्रान्तिकारी गीत अलिक गाएँ कि। हजुर त्यति बेला जमाना जस्तो आयो त्यस्तै नाच्नु पर्दछ कि। हजुर हजुर मैले क्रान्तिकारी गीत पनि गाएँ, 1-2वटा त अझै पनि आउँछ मलाई। हजुर 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 अनि त्यस्तै थियो। ए गीतहरू चाहिँ क्रान्तिकारी गीतहरू गाउनुहुन्थ्यो होइन? ए अनि यो ठाउँमा चाहिँ कति सालमा बसेँ आउनुभयो? म त 48 सालमा यहाँ आएर मेरो ढुक्कै बसोबास चाहिँ 48 सालदेखि हो यहाँ। हजुर हजुर ए अनि अब 75 वर्ष पुग्यो भन्नुभयो होइन? अनि यहाँलाई हेर्दाखेरि त 75 वर्ष पुगेको देखिनुहुन्न होइन? एकदम हँसिलो हुनुहुन्छ, स्वस्थ जस्तो देखिनुहुन्छ होइन? के हो यो चाहिँ खासमा के हो त? यो जादु के हो त भनिदिनुहोस् न। यो कसरी तपाईँ जसरी चाहिँ कसरी रहनेले भनिदिनुहोस् त ल। हजुर अनि मलाई रोग यो पीडा धेरै छैन। हजुर हेर्नुहोस्, एउटा सुगरको औषधि खाँदैछु तर सुगर पनि मलाई नर्मल छ। हजुर अनि ग्यास्ट्रिकको दबाई कहिले कहिले खान्छु, अहिले ग्यास्ट्रिकको कन्टिन्यू खान्छ अहिले। हजुर अनि अहिले मलाई स्वास्थ्यमा ठिकै छ। हजुर एकदम ठिक छ। ठिक छ। अहिले अब बुढेसकालमा धर्म कर्म गर्नुहुन्छ होइन त? भजन कीर्तन पाठ पूजा त मेरो बिहान गीता पाठ गर्छु, अथवा त केही त्यति गर्दिनँ। भजन कीर्तन मेरो कन्टिन्यू नै गर्छु भन्दा पनि। ए भजन कीर्तन कति गर्नुहुन्छ? कति कीर्तन पनि पुस्तकहरू छन्, म वरपर गएर गर्दिनँ, खालि घरमै आफ्नै गाउन हुन्छ? भजन गीतहरू गाउनुहुन्छ? अलिअलि आउँछ, अहिले बिर्सिहाल्छ हो गाउन सक्नुहुन्छ? खोइ के गाउनु होला र हौ। हजुर कुनै त्यस्तो आउँछ भने एउटा भजन गाइदिनुहोस् त। हामीहरू यो पहिले क्रान्तिकारी गीत गाएँ भनेर कि। हजुर हामी कस्तो गाउँथ्यौँ त भने म भनिदिन्छु एउटा। हजुर 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 जागा किसान हाल बोकेर, जागा मजदुर हमर बोकेर, हजुर छाती खोली देखाइदेऊ नरपिसाचहरूलाई, यो देश त हाम्रो भनेर भन्ने गाउँथ्यौँ। रमाइलो हुन्थ्यो है? त्यति गरौँ न, एकदम रमाइलो हुन्थ्यो है? हस् 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 हस्।